कोशी नामाकरण भयो 1 नम्बर प्रदेशमा। त्यो कोशी नामाकरण भइसकेपछि त्यसपछिबाट त्यहाँ आन्दोलन भयो। आन्दोलन पश्चात शहादत, एकजनाले शहादत प्राप्त गरे, दर्जनौं घाइते भए, राज्य विमुख अवस्थामा पुग्यो र त्यो आन्दोलन अहिले दिनानुदिन भुसमा सल्किएको आगो जस्तै निरन्तर अगाडि बढिरहेको छ। यस्तो विषम परिस्थितिमा हामी एउटा यो प्राज्ञिक बहसमा 1 नम्बर प्रदेशको पुनः नामाकरण र अबको साझा नाम के हुन सक्ला भन्ने यहाँहरूले सबैले यक्ष प्रश्न भन्नुहुन्छ, तर म चाहिँ यलम्बर प्रश्न भन्छु। यो यलम्बर प्रश्न लिएर त्यसको समस्याको आज हामी राजनीतिज्ञ व्यक्ति, हामी लाग्ने एक्टिभिस्ट अर्थात् पहिचान पक्षधर, राज्यका आधिकारिक निकाय र प्राध्यापकहरूसँगको हामीले यो बहसलाई गर्नेछौँ। र सबैभन्दा पहिले म प्रश्न राख्ने क्रममा चाहिँ किरात राई आयोखाबाट प्रतिनिधित्व गर्ने युवराज राईलाई म प्रश्न राख्न चाहन्छु। युवराज सरलाई मेरो प्रश्न छ, वार्ता के को लागि गर्दै हुनुहुन्छ र अब आन्दोलनको औचित्यता के रहन सक्छ? धन्यवाद सहजकर्ता साली शतक राईज्यू। गत वर्ष किरात राई आयोखाले लामो समय 2063 सालको 6औं राष्ट्रिय अधिवेशनदेखि गत वर्षको 2079 सालको 11औं राष्ट्रिय अधिवेशनसम्ममा चाहिँ 1 नम्बर प्रदेश, पूर्वको 14 जिल्लाहरू 1 नम्बर प्रदेशलाई चाहिँ किरात प्रदेश हुनुपर्छ भन्ने तरिकाले माग निरन्तर रूपमा राख्दै आएको थियो र त्यही अनुसार विभिन्न राजनैतिक दलहरूको शीर्षस्थ नेता सभापतिज्यूहरू, त्यस पछाडि दोस्रो तहका नेताज्यूहरू र कार्यकारिणी तहका महासचिव महामन्त्रीज्यूहरूसँग बारम्बार भेट गरेर उहाँहरूलाई हाम्रो ध्यानाकर्षण पत्र बुझाउने, अनि विराटनगरमै हामीले उहाँहरूलाई भेला गरेर त्यहाँको प्रदेश सभाका सदस्यहरूलाई भेला गरेर 1 नम्बर प्रदेश किरात प्रदेश किन हुनुपर्छ भनेर हामीले उहाँहरूलाई अन्तर्क्रियात्मक कार्यहरू गर्ने र अनि 1 नम्बर प्रदेश र किरात भन्ने चाहिँ जातीय होइन, यो सभ्यता हो भन्ने तरिकाले बुझाउनको लागि हामीले पुस्तकहरू तयार गरेर पुस्तकहरू पनि उहाँहरूलाई विमोचन गराएर दिने कामहरू, अनि बेला बेलामा सडकमा पनि हामीले आन्दोलन गर्ने कामहरू गर्यौँ र 25 लाख 1 नम्बर प्रदेश किरात प्रदेश हुनुपर्छ भनेर 25 लाख दस्तखतहरू सङ्कलन गरेर तत्कालीन सभामुख प्रदीप कुमार भण्डारी र मुख्यमन्त्री राजेन्द्र कुमारहरूलाई किरात राई आयोखा लगायतका भाषिक सङ्गठनका सम्पूर्ण किरात राईहरूले चाहिँ बुझाएर किरात प्रदेश हुनुपर्छ र माग राख्दै आएको थियो। र यसै सिलसिलामा अब राज्यका अधिकारी र संविधान सभामा निर्मित समितिहरूले पनि राज्य पुनर्संरचना तथा राज्य शक्तिको बाँडफाँड आयोग 43 जना सांसदहरूबाट तयार भएको थियो लोकेन्द्र बहादुर विष्टका समयमा अध्यक्षतामा, र उहाँले 2 वर्ष लगाएर तयार गरेको प्रतिवेदनमा चाहिँ 1 नम्बर प्रदेशलाई चाहिँ किरात प्रदेश हुनुपर्छ भन्ने सिफारिस भएको थियो र त्यसलाई पनि त्यस पछाडि 2 वर्ष लगाएर पुनः राज्य शक्तिको बाँडफाँड उच्च स्तरीय आयोग समिति गठन गरियो मदन प्रसाद परियारको अध्यक्षतामा। उहाँको अध्यक्षतामा पनि किरात प्रदेश हुनुपर्छ भनेर सिफारिस भयो र राजनैतिक दलको हिसाब किताबले भन्ने हो भनेदेखि चाहिँ नेकपा एमाले पनि पहिलो संविधान सभाको त्यो समितिलाई बुझाउँदाखेरि चाहिँ 15वटा प्रदेश हुनुपर्छ र त्यसमा किरात प्रदेश हुनुपर्छ भनेर नेकपा एमालेबाट पनि किरात प्रदेशको माग र प्रस्तावलाई स्वीकार गरिएको थियो। तर यी सम्पूर्ण कुराहरू भइरहेका थिए र हामीले बारम्बार मागहरू राखिरहेका थियौँ, ध्यानाकर्षणहरू दिइरहेका थियौँ र दुईटै हामीले सडकमा पनि र सदनमा पनि र विभिन्न ठाउँमा पनि हाम्रो एडभोकेसी कार्यक्रमहरू, अन्तर्क्रियात्मक कार्यक्रमहरू र ध्यानाकर्षणको कार्यक्रमहरू गरिराखेको थियौँ। र अनि हामीले गत वर्ष 2079 साल फागुन 16 गते तत्कालै अब नामाकरण हुँदैछ भन्ने खालको हामीले विशेष सूत्रबाट हामीलाई खबर भइसकेपछि
हामीले चाहिँ किराँत राई याखाका बाट तत्कालीन सभामुख रेवती रमन भट्टराई हुनुहुन्थ्यो। उहाँ मुख्यमन्त्री विभिन्न पार्टीका सचेतकहरूलाई पनि फागुन 16 गते हाम्रो माग यो हो, जनस्तरबाट उठेको माग यो हो र अनि संवैधानिक समितिहरूबाट पेश भएका कुराहरू यो हुन् र त्यसअनुसार चाहिँ प्रदेश नम्बर 1 को नाम चाहिँ किराँत प्रदेश हुनुपर्छ भनेर हामीले माग राख्दाखेरि उहाँहरूले 17 गते चाहिँ रातारात डकैती शैलीमा कुनै छलफलै नगरी 1 नम्बर प्रदेशको नामाकरण कोशी प्रदेश राखिएपछि अनि हामीले लगातार आन्दोलनहरू गर्यौँ। आन्दोलन गर्दाखेरि 18 गतेदेखि नै हामीले चाहिँ अब हरेक फागुन 17 गतेलाई कालो दिनको रूपमा घोषणा गर्ने, त्यस पछाडि स्थानीय तहहरूकोमा के अरे तालाबन्दी गर्ने अनि आम हडताल लगायतका थुप्रै कार्यक्रमहरू हामीले घोषणा गरियो र यसै सिलसिलामा हामीले आम हडतालको सिलसिलामा 2019 साल चैत्र 5 गते एउटा आमसभा भइरहेको थियो। त्यस आमसभामा चाहिँ प्रहरीहरूबाट निर्मम दमन भयो र त्यो दमनबाट चाहिँ 9 जना घाइते र पदम कुमार लिम्बू लाजिहाङको चाहिँ त्यहाँ शहादत प्राप्त गर्नुभयो र त्यसै सिलसिलामा पुनः हामीले हाम्रो कार्यक्रमहरू र हाम्रो सडक आन्दोलनहरू हाम्रो निरन्तर नै रहिरहेको थियो। त्यस पछाडि चैत्र 28 गतेको हाम्रो आम हडतालमा पनि व्यापक दमन भयो। फेरि अर्को कार्यक्रमहरूमा पनि व्यापक हामीले बिग होटलको कार्यक्रमहरूमा चाहिँ सांसदहरूलाई ध्यानकर्षण जुटाउने कार्यक्रम थियो, त्यहाँ पनि व्यापक दमनहरू भए। यी दमनहरू अनि फेरि हाम्रो फागुन 28 चैत्र जेठ 28 गतेको कार्यक्रममा पनि हाम्रो मुख्यमन्त्रीहरूसँग भेट्ने र ध्यानकर्षण पुर्याउने कार्यक्रम थियो, त्यहाँ पनि हामीलाई व्यापक दमन भयो र हाम्रो 68 जना घाइते, 1 जना शहीद र 13 जनालाई मुद्दाहरू लागिरहेको छ। यी अवस्थामा नेपाल सरकार अब केही कुराहरू चाहिँ लामी भन्नुपर्ने भएको थियो र यी घटनाक्रमको अवस्थामा चाहिँ अनि प्रदेश नम्बर 1 का प्रदेश सरकारबाट चाहिँ हामीलाई वार्ताको लागि आह्वान भयो। हामी संविधानभित्रकै शक्ति हौँ, हामी प्रजातन्त्रमा विश्वास गर्छौँ। ती कारणले गर्दाखेरि हामी यी प्रजातन्त्र शक्ति भएकोले गर्दाखेरि हामीले वार्तामा